नमस्कार, नेपाल टाइम्स ट्रेन्डिङमा हार्दिक स्वागत छ। साथमा छु म सञ्चिता श्रेष्ठ। भेनेजुएलामा आक्रमण गरेर अमेरिकाले राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरेर लग्यो। यो घटनापछि अब के अमेरिकाले रुस विरुद्ध पनि यस्तै केही गर्ला भन्ने प्रश्न उठेको छ। तर यो प्रश्नका बारेमा भने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पष्टीकरण दिएका छन्। उनले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ गर्ने वा उनी विरुद्ध कुनै प्रकारको सैन्य मिसनको सम्भावनालाई खारेज गरेका छन्। पत्रकारको प्रश्नमा जवाफ दिँदै ट्रम्पले भने, मलाई लाग्दैन कि जसको आवश्यकता पर्छ। उनले विगतमा पुटिनसँग आफ्नो राम्रो सम्बन्ध रहेको पनि उल्लेख गरे, तर अहिले आफू पुटिनसँग निकै निराश रहेको पनि बताए। ट्रम्पको यो बयान यस्तो समयमा आएको हो जति बेला अमेरिकाको विदेश नीति आक्रामक रूपमा अगाडि बढिरहेको छ। अमेरिकाले रुसका तेल ट्याङ्करहरूलाई आफ्नो नियन्त्रणमा लिएको छ। अमेरिकाले आज पनि क्यारिबियन सागरमा ओलिना नामक अर्को तेल ट्याङ्कर नियन्त्रणमा लिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार प्रतिबन्धित ट्याङ्कर विरुद्ध पछिल्ला 3 दिनमा गरिएको यो तेस्रो कारबाही हो। यसलाई लिएर रुससँगै चीनले पनि निन्दा गरेको छ र रुसले त्यो फिर्ता गर्न पनि भनेको छ। अन्यथा आफूमाथि सिधा आक्रमण गरेको ठहर हुने चेतावनी पनि रुसी अधिकारीहरूले दिएका छन्। यसबीच भेनेजुएलामा अपरेसनपछि अमेरिकाले फेरि पनि भविष्यमा अन्य देशका नेताहरू विरुद्ध यस्तै कारबाही गर्न सक्छ भन्ने प्रश्न व्यापक गरिएको छ। यसअघि मादुरो पक्राउ परे लगतै युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने अब पुटिनको पालो भन्दै ठट्टाको शैलीमा अमेरिकाले जे पनि गर्न सक्ने बताएका थिए। अर्कातर्फ इरानका नेताहरूले भने मादुरोलाई जस्तै अब ट्रम्पलाई पनि हिरासतमा लिनुपर्ने आवाज उठाउन थालेका छन्। यस्तै केही अमेरिकी सांसदहरूले भने ट्रम्पले मादुरोलाई उठाए जस्तै यदि पुटिनले जेलेन्स्कीलाई उठाए भने के हुन्छ भन्दै प्रश्न पनि गरेका थिए। यी सबका बीच इरानी सर्वोच्च नेता अब अमेरिकी निशानामा परेको र सोही कारण उनी देश छोडेर भागिसकेको चर्चा पनि भएका थिए। तर यी हल्लाहरूका बीच इरानका तर्फबाट निकै तीखो प्रतिक्रिया आएको छ। इरानका सुप्रिम काउन्सिल अफ द कल्चरल रिभोल्युसनका सदस्य हसन रहिमपुर अजगाहदीले ट्रम्पलाई खुल्ला धम्की दिएका छन्। अमेरिकाले जस्तो प्रकारले मादुरोलाई पक्राउ गर्यो, इरानले पनि सोही प्रकारले ट्रम्प विरुद्ध व्यवहार गर्नुपर्ने भनेका छन्। अजगादीले ट्रम्पले मूल्य चुकाउनु पर्ने समेत भनेका छन्। साथै आवश्यकता पर्यो भने अमेरिकाभित्र पसेर पनि अपरेसन चलाउनु पर्ने बताएका छन्। उनको यो बयानलाई इरान र अमेरिका बीच बढ्दो तनावका रूपमा हेरिएको छ, खास गरी यस्तो बेला जब इरानमा महँगी र आर्थिक सङ्कट विरुद्ध ठूलो स्तरमा प्रदर्शन भइरहेको छ। रिपोर्टका अनुसार प्रदर्शनकारीहरूमाथि सुरक्षाकर्मीहरूले गोली प्रहार गरिरहेका छन्। सेनालाई त्यहाँको प्रदर्शन दबाउन गोली प्रहार गर्ने आदेश दिएको छ, जसमा पनि अहिलेसम्म 200 भन्दा धेरैको ज्यान गइसकेको छ। यता मध्य पूर्व र दक्षिण एसियाको सुरक्षा राजनीतिमा ठूलो बदलाव हुँदै गएको देखिएको छ। साउदी अरब र परमाणु शक्ति सम्पन्न एकमात्र मुस्लिम देश पाकिस्तानका बीच रक्षा गठबन्धनमा अब टर्की पनि सामेल हुने प्रयासमा छ। यो सम्भावित त्रिपक्षीय सैन्य सम्झौतालाई क्षेत्रीय शक्ति सन्तुलन बदल्ने कदम ठानिएको छ। इजरायललाई मध्यपूर्वमा काउन्टर दिनका लागि यो कदम आवश्यक रहेको बताइन्छ। ब्लुमबर्गको रिपोर्टका अनुसार यो गठबन्धनमा टर्कीको इन्ट्रीलाई लिएर व्यापक छलफल जारी छ र सम्झौता हुने सम्भावना पनि बढेको छ। यो रक्षा सम्झौता सेप्टेम्बर 2024 मा साउदी अरब र पाकिस्तानका बीच भएको थियो, जसमा भनिएको छ दुई मध्ये कुनै एक देशमा हमला भयो भने अर्कोमा पनि भएको मानिनेछ। अब टर्की यसमा आए तीनै देशमा हमला भएको मानिनेछ। यो प्रावधान नेटोको आर्टिकल 5 सँग मिल्दोजुल्दो छ, जसको टर्की पहिलेदेखि नै सदस्य छ। विशेषज्ञहरूका अनुसार यदि यो गठबन्धन भयो भने त तीनै देशले एक अर्काको शक्ति बढाउनेछन्, किनभने तीनै देशको फरक फरक शक्तिले उनीहरूलाई पूरक बनाएको छ। जस्तो कि साउदी अरबसँग अपार आर्थिक संसाधन छ, पाकिस्तानसँग परमाणु हतियार, ब्यालिस्टिक मिसाइलहरू र ठूलो सैन्य शक्ति छ। टर्कीसँग युद्धको अनुभव, बलियो सेना र उन्नत रक्षा उद्योग छ। उसका ड्रोन सहितका हतियार वर्ल्ड क्लास छन्। द प्रिन्टको रिपोर्टका अनुसार टर्की स्थित थिङ्क ट्याङ्क TPAV का रणनीतिकार निहात अली ओजकानका अनुसार अमेरिकाका नीतिहरूमा अनिश्चितता र नेटोलाई लिएर डोनाल्ड ट्रम्पको प्रतिबद्धतामा आएका प्रश्नहरूका बीच टर्कीले वैकल्पिक सुरक्षा ढाँचा खोजिरहेको छ। यस्तै पछिल्लो कदमले टर्की र साउदी अरबको सम्बन्धमा आएको
बदलावलाई पनि दर्शाउँछ। लामो समयसम्म सुन्नी विश्वको अगुवाईलाई लिएर दुवै देशको बीच टकराव रहेको थियो, तर अब दुवै देश रक्षा र आर्थिक सहयोग बढाइरहेका छन्। हालै टर्कीमा दुवै देशका बीच पहिलो पटक नौसैनिक वार्ता पनि भएको छ। अर्कातर्फ टर्की र पाकिस्तानका बीचमा पहिलादेखि नै गहिरो सैन्य सम्बन्ध रहेको छ। टर्कीले पाकिस्तानका लागि युद्धपोत बनाइरहेको छ, उसको F-16 लडाकु विमानहरू अपग्रेड गरिसकेको छ र ड्रोन प्रविधि पनि साझा गरिरहेको छ। अब टर्की चाहन्छ कि साउदी अरब र पाकिस्तान उसका स्वदेशी 5औं पीढीका फाइटर जेट प्रोजेक्ट कानमा पनि सामेल हुन्। यदि टर्की यो रक्षा गठबन्धनमा औपचारिक रूपमा सामेल भयो भने यसले मिडल इस्टमा मात्रै होइन बरु दक्षिण एसिया र अफ्रिकामा पनि भू राजनीतिक समीकरणहरूलाई नयाँ आकार दिन सक्छ। यसबारेमा तपाईँका टिप्पणीहरू अवश्य व्यक्त गर्नुहोला। ताजा खबरका लागि नेपाल टाइम्सको अनलाइन पोर्टल www.nepaltimes.net मा पनि गएर हेर्न सक्नुहुनेछ। यसैगरी हाम्रो फेसबुक पेज र युट्युब च्यानल पनि अवश्य भिजिट गर्नुहोला। तपाईँले गर्नुभएको लाइक, कमेन्ट, शेयर र सब्स्क्राइबका लागि धेरै धेरै धन्यवाद। नेपाल टाइम्स अनलाइन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।